ल सबैलाई चाहिँ नमस्कार। हामी चाहिँ अहिले ढोरपाटन राष्ट्रिय निकुञ्जमा छौँ। अहिले ढोरपाटनको पनि बुकीपाटन भन्ने, ढोरपाटनबाट अलि माथि बुकीपाटन भन्ने ठाउँमा छौँ। हामी चाहिँ काठमाडौँबाट लगातार 20 घन्टामा ड्राइभ तथा हिँडेर पैदल यात्राबाट चाहिँ हामी यहाँ आइपुगेका छौँ। काठमाडौँबाट हामी रातको 10 बजे लगभग यो बाटो यो यात्रामा निस्केका थियौँ। लगातार ड्राइभ गर्दै बुर्तिगाउँमा गाडी राख्यौँ। त्यसपछि यो ठाउँको अवस्था, परिवेश, धरातलको कारण हाम्रो सानो गाडी भावर नआउने भएको कारण त्यहाँ गाडी राखेर यहाँको लोकल जीप लिएर फेरि त्यहाँबाट लगभग 2.5 घन्टाको बाटोपछि तल ढोरपाटन पनि लगभग 5 घन्टा, हामीलाई चाहिँ 5 घन्टा लाग्यो। बाटोको अवस्था, धरातल, विभिन्न मौसम, यो ठाउँको अवस्थाले गर्दा 5 घन्टा हिँडेर हामी यहाँ आइपुग्यौँ। तर यहाँको स्थानीयले भनेअनुसार त्यहाँ यहाँ आइपुग्नु चाहिँ उहाँलाई चाहिँ 2-2.5 घन्टा मात्रै बाटो छ। तर हामी चाहिँ हिँड्नु सक्दैन। फेरि हामीलाई के भयो, लगातार काठमाडौँदेखि रातमा पानीको बेलामा ड्राइभ गर्दै आउँदाखेरि अलिकति समय पनि लाग्यो, थकाइ पनि लाग्यो, सकिँदैन कि भन्ने फिल पनि भयो। फेरि हामीलाई यो मौसमको बारेमा त्यति धेरै जानकारी पनि हामी थिएनौँ। जानकारी भए पनि अब सामान्य होला भन्ने हो। हामीसँग पर्याप्त फुडहरू पनि थिएन, बाटोमा खासै नपाइने रहेछ। त्यसले गर्दा जे होस् यात्रा जसरी भयो त्यहीलाई रमाउने वातावरण मिलाउँदै हामी यहाँ आइपुग्यौँ। अहिले कारणवश यहाँ खुल्दैन भन्नुहुन्थ्यो। तर हामी यति भाग्यवान रहेछौँ कि अहिलेको यो हिमाल धौलागिरी रेन्ज चाहिँ देख्न सक्नुहुन्छ। यो धौलागिरी रेन्ज यसरी खुल्यो त्यो देख्दा चाहिँ हामी एकदम गौरवान्वित भएका छौँ। यो भनेको नेपालको एक टुक्रा पर्यावरणको लागि भोलि विदेशीहरूलाई चाहिँ ट्रेकिङ ट्रायलको रूपमा खोलेर यहाँको विज्ञापन गर्न सक्यौँ भने पनि एकदम चल्ने एकदम राम्रो ठाउँ रहेछ। स्वर्ग के हो त भन्दाखेरि नेपालको चाहिँ यस्ता ठाउँहरूलाई चाहिँ एकदम उजागर गरेर एउटा भिडियोको रूपमा पनि हामी गर्न सक्छौँ। हामी केही साथीहरू यसरी आएका छौँ। अहिले एकदम हावा चलिरहेको छ। बेलुकाको लगभग 7:30 को मौसम र यहाँको चाहिँ उज्यालो हेर्नुहोस् त कस्तो रमाइलो। आहा, तल ढोरपाटन निस्किन आयौँ। हामी माथि शिवधारा पुग्यौँ। त्यसपछि अहिले चाहिँ अब हामी बिहानको लगभग 8:30 हुन लाग्यो। अब चाहिँ हामी तल पुगेर त्यहाँबाट मुक्तिनाथ जाने कि भन्ने प्लान छ। हेरौँ अब समयले साथ के हुन्छ।